यता मान्छे छ र मान्छे भिजेको भयो होइन ल होइन उता घुमौँ ओएमजी कति ठुलो घर बनाएको बाफ्रे के हो लिची फलेको होइन त्यो कति ठुलो लिचीको बोट खतरा घर बनाउँदो रहेछ यहाँ चाहिँ अगाडि त्यता होइन हौ यता होला ऊ पर हो के ऊ त्यो पर होइन अनि ऊ त्यो परको बाँझो ल रिसा के हेर त आच्या कति नराम्रो देख्यो रिसा हामी चाहिँ गुदेतालमा जाँदैछौँ हेर्नुहोस् साथीहरू पहिला त यहाँ कच्ची बाटो थियो अहिले त पुरा पिच भएर दामी भएछ पहिला त कच्ची थियो नि यहाँनिर है त्यो माथि गाउँमा कत्रो ठुलो घर बनायो न माथि कहिले हिँडेको छैन ल डडा ल खतरा फुल चढ्दैछ यहाँ दुईजना केटीहरू डडा खेर डडा छैन तल हेर्ने होइन क्या नानी सिधा सुई सुई हिँड ऊ दिदी नाच्दै हिँड्दैछ त डढाएर यो चाहिँ कहिले नहिँडेर होला क्या हिँडेकै छैन यता 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 है यता खेल्ने ठाउँ नि रहेछ त है ए एक्सर्साइज गर्ने ठाउँ नि रहेछ ओ लडिन्छ हिजोको पानी अझै सुकेर रहेछ यहाँ चाहिँ जानु दिन्छ होला नि होइन खेल्नु के रहेछ यो चाहिँ आमासम्मको रहेछ आमासम्म कति ठुलो बनाएको पुरै रहेछ नि त यो नि त गुदे ऊ त्यही त गुदेताल त गुदेतालमा आइपुग्यौँ हामी पहिला त खासै राम्रो थिएन अहिले त अलिअलि राम्रो बनाएको छ तल झरिन्छ है नानी ओए कति ठुलो पो रहेछ त है त्यसलाई नि यसलाई नि राम्रो गऱ्यो भने त राम्रो हुन्थ्यो के गरेको भाइ पर्छ माछा अघि खेल्न थालेछ दुईजना केटीहरू त मोबाइल ल्याएन हेलो खेलौँ खेलौँ यो माथिको नरिवलको बोट हो कि के हो यस्तो हो झ्याम्रो हेर्नुहोस् है कहाँ चलो चलो चलो
राम्रो हुन्थ्यो नि खेला 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 आमा छोरी आज सबै माछा मार्नेहरू कुन उता धान कुटा भयो यता हेर ल के ल ल के ल भयो के भन्छ यसलाई के अरे यसको नाम यो घोचाको नाम हाट पहिला बसाउ न अन्त पछाडि बिचमा राख न ल खेल नानी खै खेलेको लडिन्छ नानी लडिन्छ खै भेट्दैन सानी पल्टिन्छ उता जाऊ न एकजना जाऊ त सुन्नु तिमी उता त्यसमा जाऊ न नानी लु घर हिँड छोड्नु पर्दैन ओइ तल नजाऊ न लडिन्छ तल झर्छ है ओइ सिमन ल्याउने हो क्या ल्याउने ल गुदे तालमा दिनदिनै ल्याउने ओइ ऊ माथि के हो ए कालिज पालेको होइन त्यहाँ ऊ त्यो माथि जङ्गलमा झुल बाँधेको छ त्यहाँ कालिज पालेछ अरे होइन छिटो सुरु
हामी चाहिँ यो के भन्छ गुदे तालमा छौँ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ ताल चाहिँ एकदमै ठुलो छ होइन। अनि यो ताल पनि एकदमै गहिरो छ अरे। यहाँ चाहिँ यहाँदेखिको मान्छेहरू पनि भित्र चाहिँ जानु चाहिँ अलिकति डराउँदो रहेछन्, एकदमै गहिरो छ भनेर। अनि यहाँ छेउछेउमै चाहिँ पुरा घुँडासम्म आउँछ अरे, झन् बिचमा त अब लेदो छ होला होइन, त्यही भएर अलिकति डर मर्दो नै छ। त्यही भएर चाहिँ यहाँ चाहिँ बिचमा चाहिँ जाँदैन। माछा चाहिँ फेरि प्रशस्त मात्रामा पाइँदो रहेछ। यहाँनिर चाहिँ माछा मार्नेको पुरै बाटोभरि यो चाहिँ गोलो सर्कल छ क्या, वाला बाटो रहेछ। यो पुरै वरिपरि चाहिँ यो जुन तालको चाहिँ वरिपरि चाहिँ पुरै बाटो क्या। अनि त्यो बाटोमा बसेर चाहिँ मान्छेहरू चाहिँ बल्छी बोक्ने अनि लामो घोचा बोक्दो रहेछन्। अनि मजाले दिनभर यो तालमा चाहिँ माछा मार्दै बस्दो रहेछ क्या। यहाँनिर आज चाहिँ मैले धेरै बुढो मान्छेहरू होइन, भर्खरको मान्छेहरू चाहिँ धेरै नै यहाँनिर वरिपरि देखेँ। माछा मार्नुको लागि चाहिँ बसेको हुँदो रहेछ र माछा पनि लगभग आधी किलोहरू त्यस्तैहरू मारिरहेको थियो क्या। दिनभरि भन्दा नि खाना खाएर आएको होला होइन। हामी चाहिँ 5 बजीतिर गएको थियौँ। हेर्न सक्नुहुनेछ तालको एरिया चाहिँ एकदमै ठुलो छ क्या। यो कुना मोबाइलले भ्याउँदैन क्या। अनि हामी चाहिँ आज इभिनिङ वक हिँड्दै हामी चाहिँ यहाँनिर तालमा हेर्नु आएको हो। यहाँ चाहिँ अब यो तालमा चाहिँ खेल्ने ठाउँहरू, बच्चाहरू खेल्ने ठाउँहरू, त्यसै गरी एक्सर्साइज गर्ने ठाउँहरू पनि सब बनाइदिएको रहेछ। एकदमै राम्रो लाग्यो। अनि यो ताल पनि आज हेर्ने मौका जुर्यो। सो एकदमै देख्नु पाइयो होइन। गुदे ताल नाम त सुनेको थिएँ, तर यहाँ चाहिँ म चाहिँ प्रत्यक्ष आएर चाहिँ देखेको थिइनँ। त्यही भएर आज देखियो। यस्तै रहेछ गुदे ताल, हेर्न सक्नुहुनेछ है साथीहरू। आजको भिडियो यति नै होइन। यो चाहिँ गुदे ताल हो। हेर्न सक्नुहुनेछ कस्तो डरलाग्दो क्या, एकदमै हरियो क्या। हेर्नुहोस्, दुईजना दिदी बहिनी चाहिँ एकैछिनमा बाँच्छन्, एकैछिनमा मिल्छन्। गाह्रो छ बच्चाहरूको जिन्दगी। हेर्नुहोस् साथीहरू। ल त साथीहरू, आजको भिडियो यति नै भन्दै अब चाहिँ हामी चाहिँ रात पनि पर्न लागिसक्यो, घाम डुब्न लाग्यो। सो अब हामी चाहिँ घर फर्किने तर्खरमा छौँ साथीहरू। आगामी दिनमा यस्तै नयाँ भिडियो लिएर आउने बाचाको साथ अहिले चाहिँ बिदा हुन चाहन्छु। हस् त, नमस्ते, बाई बाई। पर कुना भरि छ त मान्छेहरू।